आमा तिम्रो त्यो न्यानो काखा स्वर्गैबाट आशीर्वाद दिराख जप्दै नाम थप्दै त्यसलाई बल्दै दियालो तिम्रै फोटो हेरी हेरी आमा भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो। मिठो छ। ल अब आमालाई भेट्न जाने है। हुन्छ ल नमस्ते। आमा हुनुहुन्छ होइन त तपाईँ विनोदको? हजुर। खै विनोद अलि यता हो। बुवाले कति कमाउनुहुन्छ इन्डियामा? यसको बाबाको पनि त्यस्तै छ, एउटा हात सुक्या छ, 3 टाउला मात्रै चल्छ, 2 टाउला काम गर्ने। त्यही हो। कति कमाउनुहुन्छ बुवाले? बुवाले अब त्यस्तै कमाइ छैन, अब त्यही पनि अब ठेकदारको काम, त्यही भएर बाध्यताले बस्नु लाग्छ। कमाइ छैन भन्नुहुन्छ फोन गरेर, अब के भन्ने हामीले यहाँबाट। अब आउनुहुन्छ होला सायद केही दिनपछि। भाइको घरसम्म पनि आइयो होइन, अब घर त के भन्ने होइन, अब अरूको घरमा बस्नु हुँदो रहेछ, आफ्नो घर त अब जल्या छ होइन। भाइको आवाजलाई, भाइको कुराकानीलाई दर्शकहरूमा आज मैले सुनाउँछु है, देखाउँछु है, कस्तो प्रतिक्रिया आउँछ होइन, त्यो अनुसारले अगाडि बढाउँला। अब अन्तिममा एउटा मिठो गीत सुनाइदिनु है। हुन्छ ल। रातो टिका देउतालाई पुजेसी माया मिठो जिन्दगी बुझेसी डालीको फुल हल्लाएसी झर्छ तिमी बसेको मन नदुखाउन सानुले जनलाई पीडा पर्छ देउतालाई पुजेसी माया मिठो जिन्दगी बुझेसी डालीको फुल हल्लाएसी झर्छ तिमी बसेको मन नदुखाउन सानुले जनलाई पीडा पर्छ हो जनलाई पीडा पर्छ। ल एकदम मिठो गीत गाउनु हुने रहेछ भाइले होइन। भाइको बारेमा थाहा पाइसकेपछि हामी यहाँसम्म आएका छौँ। अब विशेष त भाइको आफ्नै घर छैन, जुन घर थियो त्यो घर डढेलो लागेर जलेर खरानी भइसकेको छ। अहिले हामी भर्खरै त्यही ठाउँमा पुगेर आएका छौँ। यो घर चाहिँ भाइ बस्दै आइरहेको घर, छिमेकीको घरमा भाइ बस्दै आइराख्नु भएको छ। र अब भाइको प्रतिभा, भाइको कलालाई पनि मैले तपाईँहरूमा सुनाइसकेको छु। एकदमै निकै मिठो एउटा अर्ग्यानिक भनौँ न गाउँले पाराको स्वरमा भाइले गीत गाउनु भएको छ। तपाईँहरूलाई एकदमै मनपर्छ होला, मलाई त्यो महसुस पक्कै पनि भएको छ। आमा हुन्छ, अहिलेलाई हामी बिदा हौँ है। बाँकी अब के आउँछ दर्शकहरूको प्रतिक्रिया त्यही अनुसारले अगाडि बढौँला है। हस् हस् ल भाइ, ल है बिदा हौँ है। के छ अन्तिममा भन्नुपर्ने दर्शकहरूलाई? दर्शकहरूलाई अब सपोर्ट गर्नु होला, त्यो माया गर्नु होला, सेयर गर्नु होला भिडियोलाई। अब उहाँहरू अगाडिबाट आउनु भएको छ, त्यहीमा खुसी छु म। हो हजुर, हामी आएको कुरामा खुसी छौ नि? हजुर धेरै खुसी। ल ल हुन्छ भाइ।